सीता तपाईसँग जान मानिराख्नु भएको छैन। तपाईँ सीतालाई नली जाँदै जान्न भन्नुहुन्छ। के होला त यसको समाधान? तपाईहरूले केही सोच्नु भएको छ? हामीले सम्झाएर मान्छन् भने एकपल्ट राम्रोसँग सम्झाउन छ र? जानकारी मान्दिन। बारम्बार भाउजूलाई सम्झाइराख्दा एउटै कुरा भनिराख्दा रिस उठ्न सक्छ। झन् दाईप्रति नकारात्मक हुन सक्नुहुन्छ। त्यसैले मेरो विचारमा भाउजूलाई किचकिच गरिराख्नुभन्दा कसरी हुन्छ अब दाईले भाउजूको मन जित्ने काम गर्नुपर्छ। कसरी मन जित्ने काम गर्ने? हिजो हामीले मकै गोड्थ्यौँ, आज बिहानै दाईले पानी ल्याइदिनु भयो। मुखले केही नभने पनि भाउजू दाईसँग हल्का खुसी हुनुभएको थियो। यसरी केही न केही काममा सहयोग गरिराख्ने हो भने, केही न केही राम्रो उहाँलाई खुसी बनाउने काम गरिराख्ने हो भने पक्कै पनि भाउजूको मन फर्किनेछ। त्यसरी त कहिले कहिले 2 दिनमा त्यसको मन फर्किन्छ भन्ठानेछौ? 2 वर्ष नि किन नलागोस्, जसरी हुन्छ मलाई त्यसको मन जित्नु छ र एक न एक दिन म त्यसको मन जितेरै छाड्छु।